के छ केटाकेटी मुजी धेरैले मलाई छाडा भनिस् तर एउटा कुरा जानि राखु नेपालमा छाडा नै चल्छ। अब मेरो पहिलाको भिडियो नै हेरौँ मुजी फुल छाडा हुन्थ्यो तर भ्युज नै खतरा आउँथ्यो। जति छाडा भयो त्यति नै भ्युज आउँथ्यो। अब साला छाडा बोल्न के छोड्देको मुजी भ्युज नै आउँदैन। त्यसैले नेपालमा छाडा नै चल्छ। मुजी चाहे त्यो नेपाली हिपहप होस् या दोहोरी यी सबै इन्डस्ट्रीहरुमा छाडापन्ती नै चल्छ। त आओ मुजी भिडियो सुरु गरौँ बिना केही बकचोदीको साथ। नेपाली हिपहप जहाँ माचिक्ने र मुजी नबनेसम्म गीत पुरा नै हुँदैन। अब नेपालको टप र्यापर भिटेनले शुद्ध त छाडा बोल्छ भने म त मामुली इन्सान हो, मैले बोल्दैमा के जान्छ र। अब नेपालमा र्याप भन्ने बित्तिकै नराम्रो नै सोध्छन् हैन। मुजी जति छाडा भयो नि नेपालमा त्यति नै र्याप चल्छ। भर्खरै जन्मेको बच्चाले नै र्याप हान्दिन्छ मुजी। यो फुच्चेको त मुजी बोली नि फड्केको छैन, अझ र्याप हान्दैछ त्यही पनि जी बपको। ल बाबु ठुलो भएर खतरा र्यापर भन्नु यो भन्दा अरु के नै भन्न सकिन्छ र। अब तिमीहरु यो र्याप सुनो गाइज। बंद करो हाथ जोड़ के मैं गुजारिश करता हूँ। अरे यार र्याप हो भन्दैमा जे पनि खाट भाँच्छु रे, मुनतिरको ढोका खोल्दिन्छु रे। ए ब्रो ढोका त तिम्रो उंगलीले खोल्न थालिसक्यो। मुजी खोल्न पाए भन्दैमा जहाँ पाए त्यही उंगली गरेर खोल्न खोज्ने। अब तिमीहरुले सोच्यौ होला कि मुजीले र्यापलाई छाडा भन्यो। म नि र्यापको लास्टै ठुलो फ्यान हो गाइज। अब मुजी नेपालमा दोहोरी त छाडा छ भने र्यापको त के कुरा गर्नु। बरु आफ्नो खपरै फोर्छु म, तिम्रो खेतमा हलो गाडेरै छोड्छु म। रुको जरा सबर करो। हे धेरै फुर्ती नलगाऊ हेर, माथि माथि हिँड्छौ रे ज्योति। मुजी अब मलाई भनौ कि छाडापन्ती कहाँ छैन, बस यिनीहरु हलो र खेतको युज गरे तर छाडा त छाडा हो नि। अब यसैलाई मेरो साधारण शब्दमा सम्झाउनु पर्दा म यो भन्छु टपाटप टपाटप, मालूम ना कैसा लेते फिर टप टपाटप टपाटप टपाटप। मुजी यो छाडापन्ती देखेर हल्का रमाइलोको लागि मलाई आफ्नो केही शब्दहरु राख्न मन लाग्यो। सुनो गाइज। जबसम्म र्यापमा भन्न छोड्दैनन् मुजी र चिक्ने, नेपालको हरेक गल्लीमा केटीहरु पैसाको लागि बिक्ने, अनि म मात्र सिधा सादा बस्नु तेरीमा चिक्ने। ल गाइज छाडापन्ती आफ्नो ठाउँमा छ। जसले जति छाडा बोले पनि इन्टरटेनमेन्ट दिने हो त इन्जोय लगो, किन नेगेटिभ सोच्ने मुजी। यति भन्दै आजको लागि यति नै। अगर कोही च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुको साथै इन्स्टाग्राममा गएर फलो गर्न नभुल्नु होला। ओके बाइ।